कति ल यता पनि अलिकति त पुडुङ आएछ नि ल ग्यास पार भइरहेको रहेछ थाहा छैन कताबाट जाने हो यहाँको परिबिट र यहाँनिर घर त झन् ल त्यहाँ लडा भइहाल्यो फेरि उता पो भएको रहेछ हौ घर चाहिँ आगो लागि यही घर आगो लागि भएको रहेछ ढुङ्गाले हानेर फुटाएर हामी चाहिँ साइड साइडबाट हिँड्दैछौँ आज फेरि कुचेलले दोस्काउने थाहा छैन लौरो हिर्केर पनि जोएन घर त के साह्रो यो पडङ पुडुङ बनाइदिएछ नि लु ल घर तीन कुने चोक त्यस्तो प्रदर्शन भइरहेको रहेछ हामी अगाडि पनि पुलिस छ पछाडि पनि पुलिस छ असुल ग्यास फायरिङ भइरहेको छ यहाँनिर अब हामी कता जाने के गर्ने बिचमा परियो अब हामी मान्छे हिँड्नेलाई पनि गाह्रो छ हौ यता घर ले आज भेटिन्छ होला ल असुल ग्यास फायरिङ भइरहेको छ यता कोटेश्वरतिर जाने बाटोतिर अब राम्रै भयो आहा बोलो असुल ग्यास हानेको आहा बोलो म चाहिँ काम गर्नु गइरहेको थिएँ कि आउँदाखेरि लिएर ग्राउन्डैतिर त जानु पर्यो त नभए हानिहाल्छ नि त साथी खेलाइरहेको छ हामी चाहिँ यसै तीन गुणे चोक यहाँनिर कार्यक्रम हुँदै थियो तीन गुणे चोक यहाँ बम पड्काइरहेको छ असुल ग्यास फायरिङ भइरहेको छ कसरी ज्यान जोगाएर रुम पुग्न पाएको चाहिँ हुन्थ्यो बस्नु छ के गर्नु बस्नु छ खानुभन्दा त बरु चुप लाग्यो हात माथि उठाए लाग्यो हामी साइडबाट झिक्नुपर्छ यो चाहिँ ट्र्याकको चोकमा यो कोटेश्वर चोक यो तिन गुनेरी
यो आन्दोलन पनि हेरियो हेरिन चाहिँ आफ्नो काम चाहिँ भएन, त्यही पनि हेरियो। गोली गोली चल्दैछ, भागौँ भागौँ भागौँ। पर्खु लागिसकेको रहेछ, थाहा थिएन, अहिले पो थाहा भयो। यस्तै छ, ज्यान बचाऊ। गाडी नभेटेर आज फेरि यस्तो छ। पुलिसहरूले अस्ति ग्यास पड्काइरहेको छ। ल बल्ल बल्ल पुरेसर आइपुग्यो। कालीमाटीबाट हिँड्दै गाडी नभेटेपछि के गर्नु, हिँड्ने पऱ्यो। यो चाहिँ राजावादीहरू होलान्। कोटेश्वर चोक यति सुनसान छ आज। ल कोटेश्वर चोकमा त बल्ब खेल्दैछन् रोडमा। यतिको चाहिँ हुनु पऱ्यो है केटा हो, यतिको चाहिँ। रङ्गशालाभित्र छिर्नु दिएन होला। अब केटा तिमीहरू यिनीहरू खेला बस अब। केटाहरूले कहीँ खेल्ने, ग्राउन्डै नभएपछि अब के गर्नु त। मेन रोड सुविधा चाहिँ जे होस्। पुलिसमा आएको होला यहाँ पनि। कोटेश्वर चोकको हालत यस्तो छ है। ल न कोही छ न कोही आए। ल अब तनावग्रस्त भएपछि पुलिस ठाने चौकी नै हानेछ नि त यहाँ त। फेरि चौकी नि तोडफोड हान्दैछन्। लु ठेकेर आधा भाग्नुपर्छ, यसरी हुँदैन। यताबाट पनि ल्याए उतापट्टि के छ त्यो? यतापट्टि चाहिँ राजावादीहरूको मान्छेहरू छन् कि भनेपछि यहाँ तोडफोड हुन्छ। अझै हान्दैछन्, ढुङ्गाले हान्दैछन्। लु आफ्नो ज्यान चाहिँ घर रुमसम्म पुग्छ कि पुग्दैन भन्ने तनाव भइसक्यो। हिँड्ने मान्छेको लहर यति धेरै छ कि अगाडि त्यस्तै छ। पहिलो कुरो चाहिँ अब बाइक जोगाउँ है, सबैजनाले भागिहाल्यो। बरु मान्छेको टाउको पनि जोगाउँ। यहाँ जो भएको त्यसले ज्यान बचायो। जो भएको त्यसले ज्यान बचायो बचायो। ल ल ल इसलिए हामी यहाँ कुद्दैछौँ, दौडिँदैछौँ यहाँ। ल यस्तो छ हालत। ओडा छ यहाँ फेरि कडक कडक। अर्को चाहिँ डरै लागेको रहेछ। जति सक्दो आफ्नो चाहिँ ज्यान जोगाउने स्थितितिर जानुपर्छ।
ल अब राम 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 अब कहाँबाट छिर्नु कहाँबाट आज जानु पर्यो तर कताबाट हो जाने यार आज जोरीबुटी चोकमा हेर यस्तो घम्सा घम्सी रहेछ र ल हेर सबैजना आमा ल यहाँनिर पनि यहाँ पनि घर चलाएछ नि क्या हो लो के हो यहाँ पनि घर चलाएछ नि क्या जति सक्दो आफ्नो बाटोतिर लागिहाल्नुपर्छ यहाँ त गाडी नै चलाइदिएछन् लु गाडी चलाइदिएछन् ल भागिहालौँ राम्रो तोडफोड यस्तै हो आफ्नो चाहिँ बाइक चलाउनुभन्दा पनि पहिलो सरकारी गाडीहरू त लु सबै ध्वस्त बनाइदिएछन् लु सरकारी गाडी त लु एउटा बाँकी रहेन त ए मैले घरे नै त मैले तोडफोड बनाइदिएछन् लु कसरी फाइनल्ली बल्ल बल्ल आधी जिन्दगी चाहिँ काटियो यो जडीबुटीको त सन्चो पसल मतलब सन्चो फ्याक्ट्रीमा चाहिँ पुरै सरकारी गाडीहरू 4-5वटा जलाइदिइराखेका छन् करको त कति लागेको छ पुलिसहरूले म खेदिरहेको छ हामी भागिरहेको छौँ त उयो हानिरहेका छन् ल यस्तो धुवा छ मार्छला भागौँ यसरी कुद्नुपर्छ रोपानी जस्तो हुन्छ नि काठमाडौँ यसरी कुद्नुपर्छ यहाँ तैँले ज्यान बचाएन भने त बन्दुकहरू फायरिङ भइरहेको छ ल जडीबुटीको सन्चो फ्याक्ट्री चाहिँ अहिले तोडफोड पनि भएको छ र गाडीहरू पनि 3-4वटा जलाइदिएको छन् त्यहाँनिर कर आगो लागिरहेको छ जति सक्दो चाहिँ हामी भाग्नै पर्छ यो त कहाँ ओडा पनि हाने अरे हेरौँ न यहाँ ए ल ओडा पनि यहाँनिर ल केटाहरूले पेट्रोल पम्प चाहिँ आलाइदियो भने सब काम गर्नु क्या इससे उड़ा हो कि सब हान्छ बाबा अब केही नराख्ने भयो केही नराख्ने भयो अब भएको त्यो त 3-4वटा गाडी चलाइदिइसक्यो अब यो के भागी राख्नु ल तिनीहरूले फुटाउनु चाहिँ त उयो एलसिडी उयो फुटाउनु खोजिरहेका छन् फुटा एक
एक के खाना सब भ्याउने हो भने उता भात बोडी नि केही छैन केही छैन सबै सामान चोरेर भात भटे नि अहिले पछि अहिले थिएन अहिले हाने हो के फर्क्यो असली यहाँ छाने कहाँ नै छ यिनीहरूले अब यो पेट्रोल पाउने फोटो यहाँ पनि यो गरिबिट आगो लगाइदिनु भएछ जति सक्दो आफ्नो ज्यान चाहिँ जोगाड आफ्नो गन्तव्य आइपुग्यो बल्ल सास आयो यो चाहिँ कोसल टाढो पुलिसले लखेटिराखेको छ पछाडिबाट म चाहिँ अगाडि छु अब आफ्नो बाटो जाने हो त्यही त हो अब यहाँ पनि पुलिसहरू त राम्रो कति रहेछ नि त हो यहाँबाट चाहिँ जोस गाडीहरू फर्काइदिँदो रहेछ आकाशे पुलमा आयो लिएर राखिसक्यो पुलिसहरू छेक्ने भयो अब यताबाट पनि मान्छे पुलिस आइरहेको छ ल यो चाहिँ कोसलटारको आकाशे पुल यहाँ कर्फ्यू लगाएको छ यहाँको चाहिँ अगाडि नि कान राखेको छ नि क्या पोस्टै एउटा पुलिसले काम गर्नुहोस् ल ल आउँदैछन् अब हामी पनि यहाँबाट निस्किनुपर्छ किनकि फेरि भाडा खाइन्छ